यो गीतमा वैशाख अनि बिहेको प्रसङ्ग आउँछ। तर तपाईँलाई थाहा छ यहाँ भनेको यो ओभानो सिउँदो किन विशेष छ? खासमा ओभानोको अर्थ हुन्छ पानी नभएको सुक्खा। यसरी हेर्दा सिउँदोसँग यो ओभानो विशेषण अलिक नमिलेको हो कि जस्तो सुनिन्छ। उसो भए के गीतकारले यो गलत लेखेका हुन् त? होइन, खासमा गीतकार रत्न शमशेर थापा आफ्नो गीतहरूमा यस्ता अनौठा प्रयोग गर्न एकदम माहिर थिए। उनी भन्थे हरेक गीतमा एउटा झिल्को हुनुपर्छ। यसलाई अर्को तरिकाले बुझ्ने हो भने कवि गीतकारहरूले लिने यो पोइटिक लाइसेन्स अर्थात् काव्यिक स्वतन्त्रता भन्न सकिन्छ, जसमा उनीहरू निश्चित उद्देश्यको लागि यस्ता खाली स्वाभाविक नलाग्ने प्रयोगहरू पनि गरिदिन्छ। अब कसैले रित्तो सिउँदो भन्छन्, कसैले खाली सिउँदो भन्छ, मैले ओभानो प्रयोग गर्छु। अब उनले भनेको यो कुरा गीतमा कसरी आउँछ भनेर हेरौँ। यो गीतको पहिलो लाइनमा नै युवती आफ्नो उमेर बित्न लागेको प्रसङ्ग ल्याउँछिन्। त्यसले उनीहरूको बिचमा बिहेको सल्लाह पहिला पनि भएको थियो भन्ने सङ्केत मिल्छ। सायद केटाले चाँडै बिहे गरौँला भनेर बाचा गरेको हुनुपर्छ। त्यसैले त उनले यति भन्न साथ युवक कुरा बुझ्छ अनि आफूले गरेको बाचा खेर जान दिन्न भन्छ। अब यसपछिको सम्पूर्ण गीतमा उनीहरू बेहुला बेहुली जस्तै सोचेर कुरा गर्छन्। युवती स्वयंवरमा लगाउने औँठी लिएर आउनु भन्छन्। युवक बाजा अघि लगाएर वैशाखमा आउँछु भन्छ। त्यसपछि आउँछ यो भाग जहाँ गीतकार रत्न शमशेर थापा सामान्य रूपमा प्रयोग नहुने ओभानो विशेषणलाई सिउँदोसँग मिसाउँछन्। यो काव्यिक स्वतन्त्रताले गीतमा सुन्दर काम गर्छ। बुझ्दा खाली वा रित्तो नै बुझिन्छ, तर ओभानोले गाउँदाखेरि एउटा सुन्दर लय दिन्छ। त्यसले थाहै नपाई सबैको ध्यान खिच्छ अनि कविले चाहेको त्यो अस्वाभाविक सुन्दरता पनि प्राप्त गर्छ। गजब छैन त? तपाईँको कुन साथीको वैशाखमा बिहे हुनै पर्ने छ मेन्सन गर्नु होला, भन्नु होला।